कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सर्वसुलभ प्राविधिक शिक्षाका लागि योगी नरहरिनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान 2075 साल मङ्सिर 3 गते स्थापना भएको गैर नाफामूलक संस्थाले राष्ट्रगुरु योगी नरहरिनाथको सम्मानमा नाम राखी हाल प्रमाणपत्र तह सामान्य चिकित्सा एसए एवं आयुर्वेदिक सामान्य चिकित्सा एसए, डिप्लोमातर्फ फार्मेसी, सिभिल इन्जिनियरिङ, बाली विज्ञान, वन विज्ञानका कक्षाहरू सञ्चालन गरिरहेको छ। हामी कर्णाली प्रदेशमा राष्ट्रगुरु योगी नरहरिनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान प्राविधिक शिक्षा व्यवसाय तालिम परिषदको यो साझेदारी मोडेलको कलेज हो। यो अहिले उहाँहरूले अलिकता हामीलाई विश्वास, हामीलाई आत्मीयता र नजिकबाट चाहिँ प्राविधिक शिक्षाले हेर्दछ। विशेष गरेर हाम्रो अहिले सुर्खेतमा सिभिल इन्जिनियर नेपाल थर्ड भयो। सिभिल, कृषि र फरेस्ट नै हामी कर्णाली टप छौँ रिजल्टमा। समाजका हाम्रा भाइ बहिनीहरू जो प्राविधिक शिक्षामा वञ्चित छन्, पैसा नभएर नसकेका मान्छेलाई हामीले मूलधारमा ल्याएर हामीले प्राविधिक शिक्षा सिकाएर हामीले उनीहरूलाई समाजमा उत्तरदायित्व रोजगारमूलक बनाउन् भन्ने उद्देश्यका साथ हामी अघि बढेका छौँ। गैर नाफामूलक प्राविधिक, व्यावहारिक र सिपमूलक शिक्षाका लागि योगी नरहरिनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठानलाई किन रोज्ने? यहाँको शैक्षिक वातावरण स्वच्छ र रमणीय छ र यहाँ दक्ष शिक्षकहरूबाट अध्ययनरत हुन्छ। यहाँ ल्याब्सहरू, बायोलोजी ल्याब, कम्प्युटर ल्याब, केमिस्ट्री ल्याब सँगसँगै सबै फ्याकल्टीको लागि सबै सुविधाहरू रहेको छ र विशेष गरी हाम्रो फरेस्ट्रीको लागि पनि फिल्ड भिजिटको सुविधाहरू र बेला बेलामा प्र्याक्टिकल ल्याब्सहरूको सुविधाहरू एकदमै राम्रो भएकाले म यहाँ अध्ययनरत हुन पुगेकी छु। यस कलेजमा एकदम दक्ष शिक्षकहरू हुनुहुन्छ, यहाँ प्रयोगात्मक ल्याबहरू छन्, अनि त्यसपछि हामीलाई सजिलोको लागि लाइब्रेरी छ, अनि त्यसपछि हाम्रो लागि यो एकदम शान्त वातावरणमा स्थापित भएको कलेज छ। पठन पाठन मात्रै नभएर रोजगारको लागि, तपाईँको प्राविधिक ज्ञानहरूको लागि प्राविधिक शिक्षा, किनकि अहिलेको आवश्यकता भनेको नै प्राविधिक शिक्षा हो र पढाइ लेखाइ मात्रै नभएर ज्ञान तथा अनुभवहरूको लागि र प्र्याक्टिक्सहरूको लागि चाहिँ अनुभव बटुल्नको लागि मैले चाहिँ यो कलेज रोजेको। प्राविधिक शिक्षाबाट आफूलाई केही न केही भविष्यमा राम्रो गरौँ भन्ने खालको सोच राख्नुभएका विद्यार्थीहरूलाई यहाँको सेवा सुविधा निकै नै राम्रो लागेको हुनाले मैले यस कलेजलाई चाहिँ छनौट गरेको। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटी संघको साझेदारीमा सञ्चालित शैक्षिक संस्थाले कर्णाली प्रदेशमै सर्वसुलभ प्राविधिक शिक्षाको हब गराउने दिशामा केन्द्रित रहेको छ। योगी नरहरिनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान चाहिँ यो गैर नाफामूलक संस्था भएको कारणले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदले 2077-78बाट पठन पाठन सुरु गरेको हो पार्टनरसिप संस्थाको रूपमा। यो संस्थामा अहिले फार्मेसी कार्यक्रम सञ्चालन भइरहेको छ, अनि जनरल मेडिसिन जसलाई हामी सामान्य भाषामा हेल्थ असिस्टेन्ट भन्छौँ, यो चाहिँ कार्यक्रम सञ्चालन भइरहेको छ। अनि इन्जिनियरिङतिर चाहिँ डिप्लोमा इन सिभिल इन्जिनियरिङ 3 वर्षे कार्यक्रम सञ्चालन भइरहेछ, फरेस्ट्री भइरहेको छ र आयुर्वेद एचए भन्छौँ, आयुर्वेद जनरल मेडिसिन, त्यो कार्यक्रम सञ्चालन भइरहेको छ। उहाँहरूको प्लान हेर्दाखेरि एउटा एकदम इनर्जेटिक ग्रुप र केही गर्नुपर्छ भन्ने ग्रुप मैले जुन यो टिम देखेँ र प्लान हेर्दा एउटा हबै बनाउने, अब इन्जिनियरिङको पनि अटोमोबाइलहरू थप्ने, अब हाम्रो कर्णाली प्रोभिन्समा हस्पिटालिटी सेक्टरको चाहिँ पठन पाठन हुने संस्था छैन। अनि जस्तै हामी कहाँ त रारा छ, यत्रो चाहिँ टुरिज्म एरिया छ होइन, त्यसैले हस्पिटालिटी पनि थप्ने र बिस्तारै यसलाई हबको रूपमा लिएर जाने भनेर उहाँहरूले जुन योजना बनाउनु भएको छ, त्यो हेर्दा र उहाँहरूको टिम हेर्दा चाहिँ म एकदम प्रसन्न छु। सरकारले हरेक पालिकामा नागरिक आरोग्य केन्द्र सञ्चालनको तयारी गरिरहेको अवस्थामा दक्ष जनशक्ति उत्पादनका लागि आयुर्वेद सामान्य चिकित्सा एसए कार्यक्रमलाई क्याम्पसले प्राथमिकतामा राखेको छ।
आयुर्वेदको कम्तीमा 50-50 बेडका अस्पतालहरू बन्दैछन् र त्यसको दरबन्दी पास हुँदैछ। अब त्यस्तो जस्तो कि अब बागमतीमा त पास भएर माथि गइसकेको छ, कर्णालीमा पास भइसक्यो, अब मलाई लाग्छ सुदूरपश्चिम पनि प्रस्तावित भएर अब क्याबिनेट गइसकेको छ र अन्य प्रदेशमा गइरहेको छ। यसरी गइरहँदाखेरि आयुर्वेदको जनशक्ति अहिलेको सिनारी हेर्दा भोलिको दिनमा आयुर्वेदको जनशक्ति खोजेर नपाउन सक्ने स्थिति पनि हुनसक्छ, किनकि 753 × 2 गर्दाखेरि झन्डै 1400-1500 जना त हामीलाई चाहिँ प्यारामेडिक्स चाहियो। त्यसै गरी 50 बेडका अस्पतालहरूमा विभिन्न चिकित्सकहरू चाहिए, कन्सल्टेन्ट चिकित्सकहरू चाहिए, अन्य हाम्रो चिकित्सकहरू चाहिए, त्यसै गरी प्यारामेडिक्स कविराज वैद्यहरू चाहिए, थेरापिस्टहरू चाहिए भने चाहिँ अब त्यसको पनि दरबन्दी पास भयो भने थुप्रै दरबन्दीहरूको सिर्जना हुँदैछ। यो एउटा राम्रो जनशक्तिको आवश्यक चाहिँ कर्णाली प्रदेशमा छ र त्यसको चाहिँ आवश्यकतालाई परिपूर्ति गर्नका लागि योगी नरहरिनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान सुर्खेतले सबैभन्दा सस्तो दरमा चाहिँ प्राविधिक जनशक्ति उत्पादन गर्ने पक्कै पनि लक्ष्य लिएको छ र त्यो सम्भव छ। अहिले चाहिँ कर्णाली प्रदेश अथवा हाम्रो यो एरियामा कर्णाली प्रदेशमा चाहिँ आयुर्वेद अध्ययन अध्यापन गराउने चाहिँ संस्थाहरू चाहिँ एकदमै कम भइरहेको अथवा नरहेको अवस्थामा चाहिँ अहिले भर्खर मात्रै सुर्खेतमा योगी नरहरिनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान खुलेको छ। यसमा पनि आयुर्वेद हेल्थ असिस्टेन्ट अथवा कविराज पढाइ भइरहेको छ। यो भनेको यो क्षेत्रकै लागि एकदमै ठुलो अवसर पनि हो, किनभने चाहिँ यहाँ चाहिँ कर्णाली अरू प्रदेश भन्दा पनि यहाँ चाहिँ वैकल्पिक चिकित्सा लगायत आयुर्वेद, योग अनि चाहिँ जडीबुटी यहाँ थुप्रै सम्भावनाहरू भएको भएर यो विषय पढ्न र पछिल्लो समय चाहिँ एकदमै धेरै नसर्ने रोगको विकृति चाहिँ एकदमै धेरै बढिरहेको अवस्थामा चाहिँ आहार विहार व्यायामलाई चाहिँ जो राज्यले पनि नीति लगेको छ यसलाई चाहिँ अगाडि बढाउनुपर्छ भनेर त्यसमा चाहिँ आयुर्वेद मात्रै एउटा हाम्रो मौलिक चिकित्सा पद्धति पनि हो। यो चिकित्सा पद्धतिलाई प्रवर्धन गर्नको लागि यो संस्था खुलेको छ। यसमा चाहिँ यहाँहरूले अध्ययन गरेर यहाँहरूको अध्ययन गर्दा चाहिँ यहाँहरूको भविष्य अथवा एकदम उज्जवल रहने कुरा चाहिँ जानकारी गराउँछ। शिक्षालयमा सञ्चालित कार्यक्रमले विद्यार्थीहरूलाई आकर्षण गर्नुमा व्यवस्थापकीय पाटो र उत्कृष्ट शैक्षिक वातावरण हो। हामी कहाँ अहिले सबै विषयहरूमा 10% छात्रवृत्ति छुट्याइएको छ। प्रत्येक कार्यक्रममा टप गर्ने विद्यार्थीहरूलाई एउटा कोटा छुट्याइएको छ। यसरी जाने यहाँ चाहिँ छात्रवृत्तिको व्यवस्था गरिएको छ। 29 जना दक्ष प्रशिक्षकज्यूहरूले पठन पाठनको व्यवस्था भएको छ। पर्याप्त रूपमा हाम्रा चाहिँ बेसिक साइन्सका ल्याबहरू र एप्लाइड साइन्सका अभ्यासका व्यवस्थाहरू गरिएको छ। प्राविधिक शिक्षाको लागि एउटा चाहिँ राम्रो यहाँहरूको चाहिँ ज्ञान सिप लिन सक्ने अध्ययन संस्थाको रूपमा चाहिँ यो स्थापना भएको छ। व्यावहारिक प्राविधिक शिक्षा आजको आवश्यकता। योगी नरहरिनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान वीरेन्द्रनगर 7 इत्राम सुर्खेत। सम्पर्क 083 590 202 98 580 38 400 98 580 51 407।